सबैजनामा नमस्कार नेपाली दाजुभाइ इष्टमित्रहरूमा जुन सेप्टेम्बर 8 जेनजीद्वारा गरिएको आन्दोलनमा आज जति पनि साना भाइ बहिनीहरूले आफ्नो ज्यान गुमाउनुभयो उहाँहरूप्रति म श्रद्धा नमन गर्दै उहाँहरूको आत्माले सुख शान्ति पाओस् र उहाँहरूले जुन सोचेर आज आन्दोलनमा जानुभएको थियो त्यो आन्दोलन सफलताका रूपमा सफल होस् र देशमा केही आमूल परिवर्तन आओस् भन्ने म चाहना राख्छु। देशमा जति पनि भएका यी अराजक र भ्रष्टाचार विरुद्धका आन्दोलन छन् यसलाई हामीले सफल पार्नुपर्छ र रोकिनु हुँदैन भन्दै जति पनि हाम्रा युथ नेपालमा रहेका छन् म आज विदेशदेखि बोल्दैछु। विदेशदेखि बोले पनि मेरो पूर्ण समर्थन छ र म विदेश